गाडीमा गीत सुनेर हिँड्नु पनि एउटा मजै हुन्छ है। त्यही माथि अनि नेपाली कालो टोपी, यो भातगाउँले टोपी भन्छ अरे है। मलाई त थाहा थिएन, एउटा साथीले भनेको सुनेर मात्रै। यो कालो टोपीलाई भातगाउँले टोपी भन्दो रहेछ भन्ने थाहा भयो है। ल म अर्डर दिन आएको ठाउँ ठ्याक्कै यहीँ हो, यो पिज्जा हट। म अर्डर लिएर आइसकेँ, अब अर्डर पुऱ्याउनु जानु पऱ्यो नि त होइन। यसरी हिँड्यो, झोलामा पिज्जा छ अनि यो पिज्जा पुऱ्याउन गयो है। अर्को यो बर्गर किङ हो, यो नजिकै चाहिँ। यो इगेला ब्लक 2 हो। मेरो अर्डरको डेस्टिनेसन आउन अब 1 मिनट बाँकी छ।